हेलो नमस्ते सबैजनालाई। यो मेरो पहिलो ब्लग। बुढी र म यसो पाक्न के खाँदैछौँ। यसलाई चाहिँ वाटरमेलन भन्दो रहेछ इङ्ग्लिसमा। नेपालमा के भन्छ रे मम्मीलाई? खरबुजा हो। खरबुजा त हिन्दीमा होला हो, तर चल्छ जे भए पनि। पानी पानी हुँदो रहेछ, गुल्यो भन्ने कुरा त्यस्तै हो। बुढी चाहिँ उता मस्किरहेको छ क्यान्डी क्रस खेलेर। कहिले कहिले यसो पाकाएर रमाइलो त के रमाइलो हुने हो। यसरी खाँदा कमिलाले मात्रै टोक्दो रहेछ। अब चाहिँ जिन्दगीमा नाम के भनेको, फेरि बुढी जहिले नि पाक्छाम भन्छ। पाक गयो क्यान्डी क्रस खेल्छ। अब के भन्ने गाइज होइन। ठिकै छ। यो मेरो पहिलो ब्लग। तपाईँहरूलाई कस्तो लाग्छ हेरिदिनु होला। लाइक पनि गरिदिनु मन लाग्यो भने। अब सब्सक्राइब त झन् भन्नै परेन। बुढीले त सब्सक्राइब गर्दैन मेरो ब्लग। अब ठिकै छ, धन्यवाद। पार्क घुमेर पनि सक्यो। अब चाहिँ घरतिर जाने। ड्याममा लाएर एक थाल भात खाने हो। अनि बुढीले अलिअलि न्याङ 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 गर्छ। एउटा कानले सुन्ने हो, अर्को कानले फालिदिने हो। अनि के भन्छ अरे, आजको दिन पनि गयो। घाम पनि अस्ताउँदैछ। फुलहरू भन्ने कुरो त्यस्तै रहेछ हो, सेतो सेतो छ गाइस। नमिता गुरुङ हो मेरो बुढीको नाम। नाम पनि भन्नु पऱ्यो नि हो, दर्शक।